हेलो दर्शकबिन, स्वागत छ यहाँहरूलाई हाम्रो च्यानल डिजिटल ज्ञान भण्डारमा। अस्ति मैले भनेको थिएँ कि शेयर बजारमा सेकेन्डरी मार्केटमा लगानी गर्दा के कस्तो एकाउन्टहरू चाहिन्छ, ब्रोकर एकाउन्ट कहाँबाट खोल्दा राम्रो हुन्छ। त्यही भएर मैले एउटा ब्रोकर नेम नासा सेक्रेटरी बताएको थिएँ। त्यही भएर आज म त्यो सेयर किन्नको लागि पैसाको आवश्यकता, फन्ड अपलोड गर्न, कोलेटरल त्यसलाई भनिन्छ, त्यो कहाँबाट कसरी अपलोड गर्ने त्यो सबै जानकारी दिन गइरहेछु। सबैभन्दा पहिला नासा सेक्रेटरी एक्स भन्ने एउटा एप प्ले स्टोरबाट डाउनलोड गरेर ओपन गर्नुहोस्। ओपन गर्दा यस्तो इन्टरफेस देखाउँछ। त्यहाँ 00 ब्यालेन्स हेर्न सक्नुहुनेछ। यहाँ आउनुहोस्, थ्री दर्जामा क्लिक गरेर वालेटमा क्लिक गर्नुहोस् अनि यहाँ एड फन्डमा क्लिक गरेर आफ्नो फन्ड इन्टर गर्नुहोस्। यहाँ इजमा चुज गर्नुहोस्, प्रोसिडमा क्लिक गर्नुहोस्, प्लिज वेट भन्छ। त्यहाँ एकछिन लोडिङ लिन्छ। यो लोडिङ भइरहेछ अनि यहाँ आफ्नो ई-सेवा एकाउन्टको विवरण फिलअप गर्नुहोस्। पहिला ई-सेवा नम्बर, ई-सेवा युजर नेम अनि यहाँ आफ्नो एमपी पिन, 4वटा पिन हुन्छ। मैले आफ्नो एमपी पिन हालेँ अनि यहाँ तल आई एम नोट अ रोबोटमा टिक लगाएर लगइन गर्नुहोस्। एकैछिन लगइन भइरहेछ। अब यहाँ 6 डिजिटको पिन हजुरको ई-सेवा नम्बरमा आउँछ। त्यो राखेर भेरिफाईमा क्लिक गर्नुहोस् अनि तल आउनुहोस् अनि यहाँ कन्टिन्यू गरेर पे भया ई-सेवा एकैछिनमा पेमेन्ट सो गर्छ। हेर्न सक्नुहुनेछ, पेमेन्ट सो भइहालेछ।